5 symptoms you should not ignore. पहिलो, irregular period. यदि तपाईहरुको पिरियड 7 दिन भन्दा बेसी गएको छ, घण्टै पछि प्याड चेन्ज गर्न परिरहेको छ अथवा महिनै पछि पिरियड हराउँछ, यो सामान्य होइन। यो इन्डोमेट्रियोसिस, PCOS, थाइरोइड हर्मोन ले गर्दा पनि हुन सक्छ। यो भाग्य खराब भन्ने कुरा हैन, यो स्वास्थ्यको समस्या हो। दोस्रो, लगातार थकाइ सबैलाई लाग्छ, तर तपाईहरु राम्रोसँगले सुत्दा पनि सधैँ थकाइ लागेको जस्तो महसुस हुन्छ भने यो हार्मोनल समस्या हुन्छ, जस्तै मलाई भएको थियो। थाइरोइड, लो आयरन, लो भिटामिन B12 को कमी, लङ टर्म स्ट्रेस हुनको कारणले गर्दाखेरि कोर्टिजोल हार्मोनको इम्ब्यालेन्स। यो आलस्य होइन, यो शरीरको सिग्नल हो। अर्को भनेको एक्ने, द्याट वोन्ट शिफ्ट, स्पेशली यो जॉ लाइन र चिन एरियामा। स्पेशली यो एक्ने एडल्टमा देखियो भने तपाईहरुले सोच्नु पर्ने हुन्छ। यो स्पेशली PCOS र मेनोपोजल सिन्ड्रोममा देखिन्छ। तीसुकै राम्रो स्किन केयर गर्दा पनि यो जाँदैन। नम्बर 4, कपाल झर्ने अथवा कपाल पातलो हुँदै जाने। कपाल झुप्पा झुप्पा झर्ने अथवा टाउकोको यो जुन माथिल्लो भागमा एकदमै पातलो हुँदै जाने, यो सामान्य होइन, यो थाइरोइड हार्मोन इम्ब्यालेन्स, कम आइरन अथवा मेनोपोजसँग सम्बन्धित छ। नम्बर 5, मुड स्विङ्स अथवा सेक्स ड्राइभ घट्दै जाने। हर्मोनले मात्र पिरियडलाई होइन, हाम्रो ब्रेनलाई पनि एफेक्ट गर्छ। एस्ट्रोजन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन यी सबैले तपाईको मुड, मोटिभेसन र सेक्स ड्राइभलाई पनि इन्फ्लुएन्स गरेको हुन्छ। सडन मुड चेन्जेस हुने र सडनली आफूसँग आफै नै हराएको जस्तो फिल हुने। It is not just hormonal, it's medical. त्यसैले यदि तपाईहरुले यी लक्षणहरुको अनुभव गर्दै हुनुहुन्छ र कसैले तपाईलाई यो त सामान्य हो भनेर सुनाएको छ भने म भन्छु यो सामान्य होइन। तपाईको शरीरको आवाज सुन्नुहोस् र डाक्टरसँग कुरा गर्नुहोस्। Because you deserve better health.